सहमत मधेत हिजो हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूलाई आलोचना लगाउनु भएको छ त्यो कार्यक्रम बन्द गरियोस्। ए भगवान बरु मलाई मार के मलाई लैजाऊ यही दिनदेखिलाई मलाई बचाएर राखेको अहिलेसम्म धेरै कुरा त भन्दिनँ म तर कुनै दिन न्युज आउँछ है सुन्नु पाइन्छ है राजसपाको समर्थकले बालेन शाहको गु खायो अरे भनेर हेर त भिजन गल्ती त हाम्रै हो क्या बडी बिल्डर जस्तो मान्छेलाई ढुङ्गा उठाउनु मुढा उठाउनु होइन कुस्ती खेल्ने मान्छेलाई सांसद बनाएपछि हालत यस्तै हुन्छ होइन देश विकासको कुरा राख्नु कहाँ जनता भोकै मरिरहेछ कहाँ गाडी मोटर पुगेको छैन होइन कहाँनिर कसलाई अन्याय परिरहेछ कहाँ बिजुली पानी छैन कहाँ हस्पिटल छैन कहाँ स्कुल छैन त्यतातिर त छैन अनि के अरे हाम्रो नेतालाई आलोचना गरियो बन्द गरियोस् गरे हे भगवान उठाऊ के मलाई उठाऊ किन बचाइराखेको उठाऊ 2 मिनेटमा मरेर आउँछ अनि कुरा गर्छु है आलोचना नगरियोस् गरे अनि तिम्रो मन्त्रीको ताल चाहिँ के हो तिम्रो मन्त्रीको ससुराल घर हो त्यो जतिखेर मन लाग्यो त्यतिखेर जुरुकै उठेर हिँड्ने मन्त्रीको यो ताल छ सांसदको के हाल होइन हौ रवि दाई कस्तो मान्छेलाई चाहिँ मन्त्री बनाएर मर्यो छ भने नि जहाँ अब एउटा जिम्मेवारी उठाउन नसक्ने राजनीति संस्कार जिरो मर्यादामा बस्नु नसक्ने होइन सदनमा 2-4वटा शब्द बोल्नु पर्यो भने डर अलि लक 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 काम्ने तिमीले बनाएको मन्त्रीको त्यो ससुराल घर त होइन नि जतिखेर आउनु मन लाग्यो आउने जतिखेर जानु मन लाग्यो जाने जे बोल्नु मन लाग्यो बोल्ने बोल्नु मन नलागे नबोल्ने यो सबै तिम्रो गल्ती हो तिम्रो कमी कमजोरी हो बरु आफूले नेतृत्व गर्नुपर्छ होइन मन्त्री बनाएको छ यस्तोलाई समर्थक पालेको छ सबै गुहाने मात्रै छ सबै गुहाने भात खाने कुनै कोही पनि छैन अहिले पुरपुरोमा हात लाएर भिजेको मुसा जस्तो परेर बसेर के गर्नु गल्ती गरिहाल्यौ होइन अनि फेरि समर्थक पालेको छ राम 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 छक्क पर्नु क्या अहिले फेरि यो सदन पछाडि सदनको बैठक पछाडि सबै मान्छेहरू राजसभाको झोलेहरू हर्क साम्बाको पछि लागेछ अनि एउटा यो फतौरीले त के पनि भन्दैछ भने जङ्गलीहरू सदन पसेपछि यस्तै अरे पहिलो कुरा त तिमीलाई म बतासे भन्छु किन बतासे भनेको भने नि नाम पछाडि सरनेम हुन्छ तिम्रो त सरनेम नै रहेनछ तिमी त कसको लिम्बूको हो कि राईको हो कि तामाङको हो कि गुरुङको हो कि शेर्पाको हो कि मगरको हो कि कसको अनि यस्तो बतासेहरूले बोल्ने भनेको शब्द नै यस्तै हो होइन कमसे कम हर्क साम्पाङलाई गाली गरिराख्दाखेरि होइन आफ्नो मन्त्रीलाई सम्झाउनु केही सन्देशहरू दिनु सक्थ्यो कि सक्दैन केही आवाजहरू गर्नु सक्थ्यो कि सक्दैन जब सदनबाट जुरुक्क उठेर जाने होइन सदनमा 2-4 शब्द बोल्नु पर्यो भने डरले भाग्ने लुक्ने नआउने अनि त्यस्तो मान्छेहरूलाई चाहिँ प्रश्न गर्नुपर्छ कि पर्दैन संसद भवन भनेको हामी सिङ्गो नेपालीको एउटा आस्थाको मन्दिर हो हाम्रो विश्वासको घर हो भने त्यस्तो ठाउँमा चाहिँ नि यो देशकै मन्त्री जस्तो मान्छेले 2 शब्द बोल्नुलाई लुक 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 कामेर भाग्ने होइन आफ्नो ससुराली घर जस्तो फुतुकी आउने फुतुकी जाने आफ्नो मर्जीले चल्ने तिमीहरूको यो निजी सरकार होइन बुझ्यौ नि यो हामी सबैको साझा सरकार हो गुहानेहरू गुहाउहरू अनि दिमाग आउँछ तिमीहरू सच्चा नेपाली र यो देशलाई माया गर्छौ भनेदेखि पक्ष विपक्षको कमी कमजोरीहरूलाई निकाल्ने काम गर साला खालि उताकै मात्रै खालि हर्का यस्तो हर्का उस्तो तेरो बाउ रवि लामिछानेलाई पनि भन्न सहकारी ठगेर के गरिस् पैसा कहाँ लगिस् भनेर अनि तेरो बाउ बालेन शाहलाई भन् सिंहदरबार किन चलाइस् अध्यादेश किन ल्याइस् सुकुम्बासी बस्तीमा आत्महत्या गर्नु बाध्य किन बनाइस् सरकार बनेको 1 महिना नबित्दै 30-40 अर्ब ऋण किन ल्याइस् यो कुराहरू पनि उठान साला चुतियाहरू तिमीहरूको काम छैन तिमीहरू गुखानेहरू हो गुखाएर नै बस घन्टे ओइ घन्टे के गरिछस् हौ सन्चै छस् लो जाऊ तिमीहरू सबैजना रवि र बालेनको एक गाँस गु खाऊ अनि एक सरको गाँजा तानेर यहाँ आऊ अनि मेरो भिडियो हेर है तिमीहरूले अहिले हर्क साम्पाङलाई 3 सिटे भन्दै जुन खिसी टिउरी गइरहेछौ नि तिमीहरूको वरिष्ठ भनौदो हैन नेता सांसद मन्त्रीलाई घुँडा टेकाउने त्यही 3 सिटे हो कुरा बुझेको छैन तिमीहरूले सोचेको होला हर्क साम्पाङको विरोध गर्नुपर्छ हर्क साम्पाङलाई खेदाउनु पर्छ अनि आफै ब्याक हट्छ भनेर तिमीहरूको सोच भन्दा बाहिरको कुरा हो भाइ बाहिरको कुरा के सोचेको पूर्वेली हो पूर्वेली मूलवासीको छोरा हो हार्नु जाने छैन
बुझेको हो तिमीहरूको त्यो जति तिमीले विरोध गर्छौ नि जति विरोध गर्छौ जति खेद खान्छौ नि त्यही नै हो त्यो सबैभन्दा ठुलो हाम्रो हतियार भनेको कुरा बुझ्यो अहिले कसरी घुँडा टेक्दैछ 3 सिट लिएर जाँदाखेरि त हैन यो एक्सन छ भनेदेखि संसदमा भोलि बहुमतको सरकार बनाएर जाँदाखेरि कस्तो होला कत्रो ठुलो होला एक्सन हैन तिमीहरूको सोच भन्दा बाहिरको कुरा हो अनि कति छिटो विकास होला कस्तो होला हाम्रो नेपाल कल्पना गर्दा हर्क साम्पाङले जित्नु भनेको हर्क साम्पाङ मन्त्री बन्नु भनेको तिमी हामी सबैको जित हो क्या कुरा बुझेनौ तिमी हामी सबै नेपालीको जित हो हामी नेपालीको सफलता हो हर्क साम्पाङले हाम्रो मात्रै विकास गरिदिने हाम्रो घरमा मात्रै धारा पानी लगिदिने होइन अनि उसको क्षेत्र उसको एरियामा मात्रै विकास गर्ने भन्ने होइन तिमीहरू जो अहिले हर्क साम्पाङको विरोध गरिरहेछौ नि हो तिमीहरूको घरमा पनि विकास गरिदिने मान्छे हो हर्क साम्पाङ कुरा बुझेको हो तिमीहरूको ठुटे सांसद होइन बोल्नै नसक्ने नेताहरू प्रधानमन्त्रीहरू सभापतिहरू तल मुख लाएर बसिराख्ने सभापतिहरूलाई अहिले जुन 3 सिट लिएर घुँडा टेकाइरहेछ नि भोलि आफ्नै सरकार बनिसक्दाखेरि नेपालमा के होला हैन कति धेरै विकास होला कानुन कस्तो बन्ला हैन गरिब हामी जस्तो सर्वसाधारण जनताले कति सुख पाइन्छ होला कति फ्यासिलिटी मिल्छ होला खोइ त्यो कुरा बुझेको 3 सिटे भन्दा धेरै नगिजा त्यही 3 सिटेले घुँडा टेकाएको थाहा छ कि छैन कुरा गर्छ साले चुतियाहरू जाऊ रवि र बालेनको एक गाँस गु खाऊ अनि यहाँ अनि मेरो भिडियो हेर्नु अनि लाइक गर्नु है सुरुलुलु